गाइस आज चाहिँ हामी पिकनिक जान लागेको हैन अनि दिनभरि के हुन्छ के भिडियो अन्तिमसम्म हेर्नु होला गाइस हेर्नु होला है त ल आमामामा कस्तो यहाँ डर लाग्ने ठाउँ ओहो पहिरै गएछ नि यहाँतिर त्यो पारीबाट आएको हौ यस्तो आमामामा कत्रो जङ्गलै रहेछ यहाँतिर त जङ्गल म चाहिँ यहाँ पहिलोचोटि आएको हो लास्टै डर लागिरहेको छ यहाँतिर जङ्गलै जङ्गल जानुपर्ने रहेछ अनि आज तँलाई कस्तो लागिरहेको छ त के हो बाघको मुख पो गनाइरहेको छ त छे के हो बाघको मुख पो गनाइरहेको छ त छे डर लाग्ने यत्रो कुकुर नै आएछ आज यहाँनिर जङ्गलतिर केही बाघहरू त आउँदैन होला नि हाम्रो साथीहरू चाहिँ यहाँतिर अब यो पहाड भएर यहाँ फोटोहरू खिच्दैछन् अब अनि फेरि यिनीहरूको चाहिँ जहिले पनि एउटै पोज हुन्छ के म भोलि वर्षी भविष्यमा मन्त्री बने भने नेता यानि कि नेता भएन म त्यहाँबाट चाहिँ हैन एउटा झरना झार्दिन्छु के म पानी जहर भयो नि तानेर मिसिनबाट तानेर भयो नि त्यहाँ झरना गर्दिन्छु यस्तो दामी बनाइदिन्छु यहाँ मोबाइल छ क्या अनि जाँड चाहिँ कति खाएर आएको खै रे अनि यस्तो प्रधानमन्त्री भयो भने तिमीले फुई त धेरै लायौ तर जाँड खाएर आयो क्या हो आज अनि त्यहाँ आमालाई त छानेर दिएको थियो अरे त अनि छोको त थियो होला नि त यो कुकुर आज हाम्रो सँगसँगै आछ हामी बाघ चाहिँ आउने हो कि अनि छिटो दबा भात चाहिँ खाएर आएको तर अब यहाँ भोक लागिसक्यो त्यही भएर अलिअलि यस्तै खाएर अलिअलि पेट भराउने अनि अहिले झरनामा पुगेपछि अलिअलि खानेकुराहरू खाने वाउ एकदम मिठो छ एकदम टेस्टी ओ ल गाइजहरु तपाईहरुले पनि यस्तो खाएको छ भने नाम कमेन्टमा बताउनु होला अनि धेरैजना थिए यहाँनिर चाहिँ बाख्रा चराउन यहाँ यिनीहरू चाहिँ पिकनिक जाने भने रमाएर डान्स गरिरहेछन् गाइज म चाहिँ मृगलाई हैन टक्क भेटेर यसो इन्टरभ्यु लिउँ भनेको यस्तो के गरेर बस्नुहुन्छ तपाईँ भनेर ल मृगै भागिदिरा भने कस्तो साइको मृग चाहिँ पिङ खेल्नलाई फेरि बच्चाको बालापनको सम्झेर हो कि यत्रो ठुलो ओ हिँड छिटो ढिला भइसक्यो कि चाँडै जानुपर्छ घर बिस्तारै स्लो मोसनमै बिस्तारै है गाइज त्यहाँ अन्डाहरू नि हालेको छ फेरि फुट्ला आमामाम कस्तो बवाल ठाउँ गाइज देख्न सक्नुहुन्छ तपाईँहरू यहाँनिर चाहिँ यस्तो ठाउँमा पनि मान्छेले धानबिउ लगाइसकेको छौँ र सानो कप अब त्यो चाहिँ मेकअप गर्न लग्यो हुन्छ मेकअप गर्नलाई हाम्रो बहिनीहरूले चाहिँ कपास टिपिसकेको छन् दाउरा टिप्न सुरु गर्यो हुने रहेछ ल के हो अब त दाउरा टिप्नु पर्ला नि त होइन नजिकै आइसक्यो हामी यो चाहिँ पानी अमला हो यो चाहिँ पानी अमला आइरहेको छैन यो खायो भने चाहिँ एकदम औषधि हो यो खानुपर्छ यो अमलाहरू हो पानी अमला यहाँतिर त जुगा लाग्छ नि अरे बिस्तारै यो तिमीले के लरै बोकेर हिँडिरहेछ त एहे हाम्रो बाहुबली आमामामामामाम यहाँ हाम्रो बहिनी त बाहुबली नै हो केटाहरू भएपछि चाहिँ आनन्दै हुन्छ कि यो अलिकति बाटो बनाइदिएछन् उनीहरूले चाहिँ बाटो यिनीहरूले केटाहरू अगाडि गर बाटो नबनाएको भए हामीलाई चाहिँ एकदम गाह्रो अप्ठ्यारो हुन्थ्यो धन्न यो चाहिँ वनमा पाउने फुल हो उसलाई चाहिँ मैले सिउरी दिएँ वा कति क्युट देखेँ अब यो हामीले चाहिँ खान्थ्यौँ यो चाहिँ अहिले कुहिसकेछ यत्रो भएर कुहिसकेर चाहिँ नचल यो त हुन्छ होला ओहो कस्तो यो चाहिँ खान्च्याउ नै हो यो चाहिँ बिग्रिसकेर छ अनि यो कुहिसक्यो हो कि होइन भने त खानु मिल्थ्यो त्यो च्याउ आमामा सिस्नु लौ न लौ हेर आमा यस्तै यो
यस्तो च्याउ भेट्यो हुन्छ है। अब यस्तो च्याउ यो अस्तितिर भेट्या भए खान मिल्थ्यो, अब अहिले भेटेर खान मिल्दैन, यस्तो कुहिसकेछ गाइस। जे होस् दाउरा चाहिँ टन भेटिरहेछ। यो अल्छीले चाहिँ एउटा मात्र दाउरा भेटेर हिँड्छ फेरि। दाउरा अलि लिएर हिँडाउ न गाइस। यो यहाँतिर चाहिँ त्यो बाघहरू अनि त्यसपछि अरू जनावरहरू बस्ने ठाउँ रहेछ। साथीहरू भाइहरू चाहिँ यहाँतिर गइसकेछ। यत्रो झर्नाबाट वे यत्रो झर्नाबाट अब हामी कसरी आउने? ए बाटो छ यहाँतिर? अब यो पानी कसरी खानु? यस्तो बबाल झर्ना छ नि यहाँतिर। आमा यत्रो झर्ना, कस्तो बबाल ठाउँ। आमा यस्तो ठाउँमा आउनु पाउनु त भाग्यकै कुरा होला हौ। हेलो आमा, यस्तो झर्नामा आउनु पाउँदा एकदम खुसी लागिरहेको छ। ल यहाँ चुलो बन्दैछ फेरि। फर्स्टमा चाहिँ के बनाउनु लाग्यो? चटपटे कि? अनि त्यही भएर आलु उसिनेला हो। पानीपुरी भने भाइ पानीपुरी ल्याउनु पर्छ। पर्दैन हो, कालो हुन्छ भाँडा। त्यो कालोमै हाल्कै छिटो हो त्यसमै। हो अन्डा निकालेर त्यहाँबाट के गर्नु लाग्यो? यो पखाल्नु लाग्यो सेतो। अनि यता चाहिँ आउनु पर्ने नि तैँले। अब पखाल्नु लाग्यो अलि थाप्न। ए थाप पानी हो त्यतिर थाप्न राम्ररी हो त्यसरी। आमामा ल सफा गरिरहेको छ है एउटा बहिनी। आमा अब त्यो पसल्नको लागि हो। गुड, राम्रो हो, राम्रो, नाइस। वाउ आमा यस्तो गर्न जानेछ। एहे के अरे फुटेछ नि यहाँनिर। अब यो अन्डा चाहिँ अलिकति तेल हालेर फ्राई गर्ने रे गाइस। अब यो चाहिँ अन्डा उसिन्ने रे। हो कति पानी लिएर आएको यसले फेरि। ए भगवान्, थोरै लिएर आइज न। यहाँ आगो बलिसक्यो यार राम्रोसित। के गरेर हो? डान्स गरेर लैले हो। गुड। ए कोही चाहिँ यस्तो दुःख गर्ने, कोही चाहिँ डान्स। आमामामा एउटा डाका कहाँ गयो फेरि? अरु काट्दै गरेर आलु लास्टमा हाल्नु हुन्छ त कस्तो कुरा गरे भने लफडाइ भइसक्यो यहाँ। अब मार्न लाग्यो ल। नुनले त अलिकति होइन रिसाउनु पनि केही छैन, त्यस्तो नरिसाउँदा नि हुन्छ। नुनले खानु पर्दैन छ्या होइन त्यतिकै भने स्पेसल मान्छे हो नि त। अब धिराज भने स्पेसल परो। आगो बोलो कि नबोलो? वाउ अब तेल हाल, तेल। आमा के हो त्यो भने? गाइस फ्यान्टाको उसमा ल्याएको छ फेरि। फ्यान्टा जस्तै कालो चाहिने अब लानु भने यो सामान। अब तेल पनि फ्यान्टा जस्तो। मैले त फ्यान्टा अब खाइहालौँ भनेको नि। कटिङ गर्नको लागि सफा गरिरहेको छ। भयो पनि चटपटेको लागि पट्याटो उसिने। नुन हाल्ने? नुन रहन्छ नि। अब यसले नुन कहाँ पुऱ्याएको हो थाहा छैन। यसलाई थाहा छैन क्या फेरि। ल्याएको मान्छेलाई थाहा छैन। त्यही पनि त्यस्तोमा ल्याएछ। त्यस्तो होइन गाइज, हामी त त्यहीँ झिकेर खाने गाइज। बाँड्ने साड्ने होइन भाइ। यहीँ खाउँ न त। अब आमामा अन्डा पाकिसके। ल खाइदिए। इन्ट्रेस्टिङ। हेत तेरिका त्यस्तो कुराहरू गर्ने हो। ओइ त्यो चाहिँ किन ल्याएको? त्यो त तरकारीमा हाल्ने हो त। भने ल यहाँ चाहिँ कटिङ भइरहेको छ चटपटेको लागि। आमामा दामी कटिङ गरिदियो त केटोले। वाउ ल कटिङ गर्ने मान्छे चाहिँ ल काम पनि राम्रो, मान्छे पनि राम्रो होइन। ह्यान्डसम अलिअलि जुङ्गा आमामा चोट आएन नि यहाँतिर। राम्रो खाली काटै चटपटेको लागि हो यो चाहिँ। वाउ 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 कटिङ चाहिँ बवाल भइरहेको छ यहाँ चटपटेको लागि। ओ टोमेटो लिएन यार। हो यहाँ कटिङ भइरहेको छ। बवाल कटिङ गरे केटोले। यहाँ काम नगरी सेल्फी हान्न गइसक्यो। हो त्यो दाउराहरू दियो त। त्यो होइन सानो हो त्यो। ओइ कुकुरको खाजा चाहिँ पाके खाने यहाँतिर। त्यहाँ गएर निधार बसेछ बिचरा। किन बोलाएको कुकुरलाई? भने तर उसलाई नै एक्लो महसुस भयो होला है। गायककार आइसक्यो। आमामामा गायककार टिकटकर। आमामामा
दाई बहिनी ल हेर आमा मामा दाई बहिनी पर्फेक्ट आमा मामा ताल त्यस्तो छ लौ न सक्छ त कसैले आमा मामा आमा मामा ओए अन्डा फुट्यो ओए अन्डा फुट्यो ए मै फाने काला माथे उमेर जादो रहेछ आलु र यहाँ अन्डा चाहिँ एकै ठाउँ पकाएको रहेछ ल पाक्न सा चटपटेको लागि चाहिँ यहाँ सामानहरू त मामा निकाल्दै छ है आमा अझै निकाल्नु त आमा वाउ अझै के छ निकाल्नु आमा करेन्ट आमा हेर खानेकुराहरू चाहिँ यहाँ टन्नै ल्याएको छ अब यो हामी चाहिँ चटपटे बनाउनु गइरहेको छौँ आमा अब चटपटे बन्दैछ यहाँनिर चाहिँ ओ अमिलो लेमन अनि गरिमा ल अब चाहिँ हामी चटपटे बनाउनु गइरहेको भएको यहाँ ल अब चाहिँ यहाँनिर चटपटे माइला भाइ हो होइन माइला भाइले यहाँ बनाइरहेको छ हेर चटपटे बन्नुभन्दा अगाडि यसले मुख मिठाको आमा हेर अब राल नचुयोस् है त्यहाँ माइलो भाइले चटपट बनाइरहेको छ बोलेकै छैन रे ए यिनीहरूको त बोलचालै भएको छैन रे त ल यिनीहरूको बोलचालै छैन उही आमा सो ब्युटिफुल आमा अब यहाँ कस्तो बबाल चटपटे बन्दैछ यहाँ वाह कस्तो बास्ना म यहाँ खानालाई रेडी भइसक्यो अब यहाँ अब चटपटे खानाको लागि के हो यस्तो आमा चटपटे पनि के हो आमा उही त्यो करेन्ट हाल्यो झन् राम्रो भयो है झन् पाख्न आउनु भएको छ क्या वाह तपाईँहरू देख्न सक्नुहुनेछ चटपटे हामीले तयार पारिसक्यो हाम्रो माइलो भाइले चटपटे उही सुँदै खाउँ लागिसक्यो यार यहाँबाट अहिले मलाई यहाँ राल चुइसक्यो यार मेरो चुइयो भने हामी खाँदैनौँ है तेरो राल चुइयो चोरेर खाइदिनु पर्यो ऊ तिनीहरू त्यहाँ छन् अब यो चटपटे चोरेर खाइदिनु पर्यो अलि लहेर वाउ फोटो खिच्दैछ ए गर्न ए फाइनली चटपटे खान लागेको छौँ हामी चाहिँ इ होइन एउटाले खाने कि अब ओ फाइनली चटपटे खान लागेको छौँ हामी चाहिँ बनाउनु बस्बे काठमाडौँमा कस्तो गुलियो रहेछ है मजाले पाकिरहेको छ ऊ कतिवटा हाल्यो 6वटै हाल्यो हुँदैन यहाँ अब पाकिरहेको छ अब यहाँ जुस पनि बनिरहेको छ आमामा दामी बनिरहेछ है ओ माई गड बबाल बनिरहेछ ल वाउ अब यहाँ हेर्नु यिनीहरूको चटक दामी बनाइरहेछन् टिकटक चटक यिनीहरूको चटकै हो यस्तो राम्रो अब यहाँ चियाको लागि यस्तो दुधहरू पनि कलेक्सन गरिरहेछ यहाँ यो चाहिँ दुध चिया बनाउनुको लागि हो अनि यहाँनिर चाहिँ करेन्ट पाकिसक्यो आमामामा यहाँ मोडलहरू फेरि आमामामा फेरि अब सबै पाकेर पनि एउटा फेरि आगो फुक्न लागेको छ जाडो भएर ल त्यहाँ बस्ने ओइ खैरे चुरोट एउटाहरू चिया भन्न मिल्दैन होइन चुरोट एउटाहरू चिया भन्न मिल्दैन होइन
उसकै यही अब ल्याउनु न भने तपाईँ खानु पर्नु खाना होइन कि चिया होइन भने उठ्यो टक्क त्यो चाहिँ अलिक भेट देखाउँ ए ल भएकै चिया चाहिँ अरू भन्दा पनि मलाई यार बाक्लो पनि खानु चिया अनि के गर्ने तिमीहरूले अब तपाईँ चाहिँ माथिको पनि देखि गऱ्यो मुनिबाट खिच्नु भने कि त्यो सबै आउँछ यसरी हो सुरु पनि भयो ल खाइरहेको छ त तिमीहरूले घरमा भन्दा मिठो खाना पायो त यहाँ के हो एकदम बबाल बाबा अनि कोही कोही चाहिँ लजाउने के अब नयाँ दुलाई जस्तो छ पार अब उता हेर उताको ताल त्यस्तो छ अनि कुकुरलाई चाहिँ केही नदिएको नाचेको हेर न गर्नु उखर बजाउनु गर्नु चाल होला नि यही टाइम हो यसले छाडी क्या हो छि 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 त्यो झोलो या उखर खाइ अन्डा खानै नआएको देखेर मलाई रुन मन लाग्यो यहाँ त्यसमै घोलेर मोलेर त्यो डल्लो क्वापको मुखमा हाल्नु छैन ओ गुड आमा मामा माइला भाइले हेर खाएको आपापा के भइरहेछ यहाँनिर अब उनीहरू टिकटक बनाएर नाचिरहेछन् छम छम अब यहाँनिर चाहिँ फेरि क्यामेराम्यान रहेको छ यहाँनिर चाहिँ एउटा फेरि मेहनत गर्ने के फाइनली गाइज हामीले चाहिँ अब सबै काम सकिसकेको छौँ भाँडा पनि माझिसकेको छौँ सबै खाएर अब हामी चाहिँ हिँड्न लागिसकेको छौँ गाइज आगो ताप्न जानु पर्यो आगो एकछिन ताप्नु पर्यो यसरी यहाँ भाँडा चाहिँ तताउनु पर्यो लु त्यत्तिकै अब आगो तापेर आगो ताप्यो हामीले रेडी भइसक्यो छ अब यो आमा टिकटक बनाउनु लारे अब लास्टमा अब चाहिँ हामी फाइनली सबै रेडी भइसकेको छ हामीले चाहिँ अब यहाँ रेडी गरिसकेको छौँ अब हामी जान लागेको छौँ अब चाहिँ हामी लागिसकेको छौँ अब झोलासोला बोकेर टक्क लाएर अब चाहिँ हामी गइसकेको छौँ पानी पनि पर्न आँट्यो बाई बाई झरनाहरूलाई यस्तो डिफिकल्ट बाटो आफ्नोलाई मात्रै हेऱ्यो है अरूको लागि ब्यागमा आउने मान्छेलाई नि सजिलो होस् भन्ने छैन मनमै छैन है धीरज छैन भने अनि यसरी बसेका छौँ पानी पनि आइहाल्यो फेरि हेटेर त्यस्तो पानी परेर यहाँ छाता गरेर बस्नु पर्यो यहाँ पानी रोक्को छ नि जाने के अब जाने है अनि छाता तिनवटा छ होइन अब गरिमा र एनसीका ओडा खैरेर धिरु ओड्छन् अनि म चाहिँ चाहिन्छ कि मलाई एउटा छुट्टै अरे परेर माहौलै बिग्रियो हाम्रो लास्टमा जाने बेला धन्न ओए जाने बेला मात्रै पानी पर्यो है दिउँसो पर्यो भए हाम्रो रणनीति खतम हुन्थ्यो यार यता मुनि आइपुग्यो हामी ल यस्तो पानी परिरहेको छ छु 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 कस्तो जाडो अनि धीरज चाहिँ के पाल ओढेर हिँडा जस्तो ताल छ त हालचाल पेट दुखिरहेको छ ओइ छाता 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 मेरो छाता छाता ल यत्रो जङ्गल तरेर जङ्गलबाट जङ्गललाई पार गरेर जानुपर्छ हामी चाहिँ र यस्तो छ छाता नि नओड्ने रे उनीहरूलाई भिज्न मन लाग्यो रे भिजेर हिँडिरहेछन् भिज्न पाउँदा खुसी धेरै खुसी हो यो चाहिँ कस्तो रमाइलो राम्रो